वेलकम टु माई ब्लग। यता आज चाहिँ हामी लौके झरना नुवाकोट जाँदैछौँ होइन। केटाहरू छन्, अझ घरबाट म एक्लै हिँडिरहेको छु। चावलमा 2-3 जना भेटिन्छ अनि ग्राइन्डीमा 2-3 जनाको टोटल 6 जना जति हुन्छ कि हेरौँ है त कतिजना हुन्छ। अब भेटेर टक्क सिधै भेटेर त कुरा गर्नु होला होइन। इन्डियाको भ्लगै एडिट गर्न मन लागेन, त्यो खासै के खिच्न पाएन वारले गर्दा। त्यो वार चलिरहेको थियो नि त इन्डिया र पाकिस्तानमा। त्यतिखेर हामी इन्डियामा थियौँ। कहाँ घुम्न जाँदा नि घुम्ने ठाउँ सबै बन्द। अब त्यो मलको भिडियो के गर्नु, मलमा मानि खिच्नै दिएन। त्यही पनि फोनले हामीले खिच्न चाहिँ खिचेको थिएँ। अब यसो मिलाएर एडिट हान्नुपर्छ त्यसलाई नै। अनि यही हो मेरो जिम। बिस्तारै जाने हो। केटाहरू कुरेर होला हुन चाहिँ, अब कुरेखा कि छैन सिधै त्यहीँ भेट्छु है त। अब मलाई यहाँ बोलाएको मुनि हेल्पिङ ह्यान्डमा पो गएको अरे त। हेल्पिङ ह्यान्ड भनेको त मुनि होइन। आउ म त रोडमा कुरे भन्दा नि खै गोप्रो ल्याएन त। ल केटाहरू भेटियो बल्ल 5 जना भयो 2-3टा स्कुटरमा। म चाहिँ सोलो राइडमा पुरै केटाहरूसँग मस्ती होइन त। अब झोरमा गएर त्यहाँ चिया खाने हो। अब खाना के खाएन, भोक लाग्छ, जाने हो पेल्ने हो, केही त पेल्नु पर्छ। एप्रिला अनि म इन्डियाको बारेमा, इन्डिया जाँदाको एक्सपिरियन्स पनि भन्छु। आज म यस्तो नराम्रो एक्सपिरियन्स भयो नि फर्स्ट टाइम। ल दार्जिलिङ जाँदा त त्यस्तो केही भएको थिएन। इन्डियामा चाहिँ न्यू दिल्लीमा चाहिँ वर्स्ट एक्सपिरियन्स एभर। अलिअलि त कुदाउनै पर्यो होइन, नत्र चाँडो पुगिँदैन। यस्तै छ। माथि जङ्गल पुगेपछि कुरा गर्छु क्या। अहिले त कुदाउन यता हेर्नु उता हेर्ने ठिक पर्छ। सम्झन्छु तिमीलाई म चाहदिन।
मलाई झन्डै उडाइदियो साइड लाइट बालेर पेट्रोल हाल्न जानु लागेको पछाडिबाट ढोइढोइडी हो कि के हो यस्तो रन्केर आएको कहाँ जानु हो तर अब मेरो क्यामेरा त अफ थियो साथीले मोबाइलबाट खिच्दा चाहिँ टाढाबाट खिच्यो रहेछ त्यही हालिदिन्छु म बिचमा कौन है ये लोग कहाँ से आते हैं मेरे को तो ऐसा धक धक हो रहा है क्यों हिला डाला ना के भयो घरमै हान देख्नुहोस् के भयो स्पिड कुदिरहेको थियो क्या त्यो अघिदेखि तिनले चाहिँ झन्डै हानेको तर त्यसरी नकुद यार एकजनाले गएर 4-5 जना बेकार कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम जिन्दगी धराप मात्र हुन्छ If ever I had a video, would you dance in it? Would you dance in it, oh, sunshine, you are my sunshine, let it in, oh, sunshine, you are my sunshine, let it in, अघि तिमी ऊ त्यो टर्निङबाट फर्क्यौ ज्याक यति मात्र आइपुग्यो ऊ त्यो ठ्याक्कै नाम बिर्सिन्छ क्या भन्न लागेको बेला चाहिँ फेरि त्यही भएर हामी बनाइदिउँ you are my sunshine, it's another morning. I wanna wake up as more than just friends. Sunshine, you are my sunshine, let it in, let it in. And I wanted to feel for you, I wanted you to feel it too. I wanna see you come around my way. And I wanted to feel for you, I wanted you to feel it too. I wanna see you come around so we can begin again. I wanted to feel for you, I wanted you to feel it too. I wanna see you come around my way. And I wanted to feel for you, I wanted you to feel it too. I wanna see you come around so we can begin again. Sunshine, you are my sunshine, let it in, oh, sunshine, you are my sunshine, let it in, sunshine, it's another morning. I wanna wake up as more than just friends. Oh, sunshine, you are my sunshine, let it in, sunshine, it's another morning. हेलो गाइज हामी चाहिँ लौके झर्नामा आइपुग्न आँटेको छौँ हिँड्दैछौँ होइन यहाँसम्मको यात्रा चाहिँ नसुनाम होला होइन झन्डै मरेर बाँचियो
हामीसँग हुनुहुन्छ यहाँ पुष्करजी होइन केटाहरू अगाडि कुदिसके जोसमा हाम्रो छोटा डन तर झर्नामा पानी नभए पनि भ्यू चाहिँ कडै है फेरि बाटो चाहिँ त्यहाँ एउटा ठाउँमा पहिला पहिरो गएको ठाउँमा चाहिँ अहिले माटो थपेर बनाएर चाहिँ गिलो हिलो छ पुरै त्यति मात्र अलिक गाह्रो भनेको नत्र त अरू सबै दामी छ बाटो यतिको बाटो भयो भने त हामी जानी पुगिदिन्छौँ नि होइन तर खोलामा त पहिला आयो नि त भ्यू त फरक छ नि त कडक यार केटाहरू काँक्रो हान्ने गाइस हामी झर्नामा फाइनल्ली केटाहरू त अब बिरायो कस्तो छ सुमित सर एकदम रमाइलो यो पानी हुन्छ नि बवाल हुन्छ पानी हुन्छ बवाल दामी छ यार पानी चाहिँ छैन पानी आफ्नै ज्यानबाट बगिरह खोला भन्दा बेसी खल आयो त केटो त फोटो सुट हान्दै एक्सक्युज मी क्यामेरा प्लिज ह्यान्जेस्टर भएन आएन ट्याटु ल ट्राइसेप्स ल कौन है ये लोग कहां से आते हैं ये? जो पानीमा वाटरप्रुफ हो कि होइन पानी सुक्खा राजा फोटो खिच्यो अनि बुझ्नेले बुझी खायो नबुझ्ने मुजी खायो भयो दामी आयो हो यस्तो त खिच्न मन छ क्या
Ayo.